लगाइदियो अरे एउटा मान्छेले चाहिँ बुढो बाजेको चप्पल उहाँकै चप्पल लगाएर चक्खुले चाहिँ उहाँलाई चाहिँ काट्न भनिरहेको छ है त लगाएर ल बाजेले चाहिँ आफ्नै चप्पल आफै काटिराख्नु भएको छ लगाएर है के हुन्छ 2 टुक्रै गरिदिएर 3 टुक्रै गरिदिइसक्नु होला टुक्रा टुक्रा बनाएर के गर्ने होला एकैचोटि हेरौँ है सुनौँ सबैजनाले हेर्दै गरौँ ल गयो चप्पल काटेर गयो बाजेको बाजे सोच्दै हुनुहुन्छ अब कुरा गर्दै बसिराख्नु भएको छ है अब एकैछिनमा आफ्नो चप्पल खोज्नुहुन्छ उहाँले हेर्नु ल चप्पल खोज्नु थाल्नु भयो उहाँले चाहिँ चप्पल खोज्दै हुनुहुन्छ चप्पल त 3 टुक्रै भइसक्यो अब के पाउने होला त्यसमा ल अब दाइ भाइ हेर्दै हुनुहुन्छ कसले गर्यो मेरो यस्तो भनेर भन्नुभयो होला होइन ल खोल्दै हुनुहुन्छ सोध्दै हुनुहुन्छ अरूलाई उहाँ बसेको मान्छेले चाहिँ कसले काट्यो मेरो चप्पल यसरी भनेर भन्दै हुनुहुन्छ देखाउँदै हुनुहुन्छ काट्ने त आफै हुनुहुन्छ अब कसले मैले काटेको भन्नुहुन्छ यस्तो पनि प्र्याङ्क हुन्छ है साथी हो बुढो मान्छेसँग यस्तो प्र्याङ्क गर्न त नहुने हो खासमा होइन ठिक छ गरिहाल्यो केही छैन